नगरको दृष्टिपथमा आइपुगेको छौँ। अब नजिकै छौँ हामी। अब यहाँ रात दिने ठाउँमा यस्तरी दिने मान्छेलाई पनि साह्रो सन्तोष हुन्छ नि त। आफ्नो सामान उठाएर है त्यो पेटीमा राख्नु। हामीले अपाङ्गलाई सहयोग गर्न आएका छौँ। सहयोग त गर्नै पर्यो त होइन। हेलो हेलो हामीलाई चाहिँ अब आलु अहिले हामीले सहयोग चाहिँ आलु, त्यसपछि प्याज, एक पेटी तेल, अनि दाल, 2 बोरा चामल, नुन, सोयाबिन तरकारीको रूपमा लिएर आएको छौँ। र आलु चाहिँ विशेष गरेर हाम्रो उजिर शाह दाजुले पठाउनु भएको हो होइन, क्लब मार्फत। र प्याज चाहिँ हाम्रो मनिष रायनज्यूले पठाउनु भएको। चाहिँ त्यही सब्जी मन्डीमा व्यवसाय गर्नुहुन्छ उहाँ। र बाँकी सामग्री चाहिँ हाम्रो क्लबको तर्फबाट हो। र मेरो व्यक्तिगत रूपमा पनि मैले नगद पनि यताउता हिँड्नु पर्ला होइन। नगद चाहिँ 2000 दिने घोषणा गर्छु र दिन्छु। अनि बाँकी सहयोगी दाताहरूलाई पनि यसै गरी अब हामीले एकजनाले मात्र थोरै सिटको उठाएर समुद्र भने जस्तै अब सबैले सहयोग गर्नुभयो भने यो उहाँहरूलाई गाह्रो हुँदैन भन्ने उद्देश्यले सानो भिडियो पनि बनाएर हामी यो क्लबको पेजमा राख्छौँ है भन्दै अहिले अब यो सहयोगहरू राखिदिनु भन्दै धन्यवाद हजुरहरू सबैलाई। सर्वप्रथम त मेरो साहित्य दिदीलाई पनि म यहाँबाट धन्यवाद ज्ञापन गर्न चाहन्छु। र उहाँको मार्फत हजुरहरू यहाँ मेरो घरमा आइदिनु भयो, मेरो अवस्था यस्तै छ देख्नुभयो, सम्पूर्णमा नमन गर्न चाहन्छु।